cos 18 degree minus sin 18 degree is equal to root under 2 sin 27 हामीलाई 1 2 र 2 दुईटा मात्र एंगल हामीसँग छ हामीसँग एउटा एंगल छ 27 डिग्री एउटा छ 18 डिग्री यो दुईटाबाट युज गरेर हामीले प्रुभ गर्नु छ यो दुईटालाई प्रुभ गर्नु भने यदि हामीले जोडिदियो भने कति हुन्छ यो जोडिदियो भने कति हुन्छ त यो 45 डिग्री एउटा यो पनि भइहाल्यो एउटा मेथड भयो अर्को मेथड हामीले के गर्न मिल्छ यसमा LHS लिने LHS इज इक्वल टु cos 18 डिग्री माइनस sin 18 डिग्री के गर्नुस् यो cos को cos राख्नुस् 18 को ठाउँमा हामीले 45 डिग्री माइनस 27 गर्न मिल्छ माइनस sin 45 डिग्री माइनस 27 पनि गर्न मिल्छ यो cos a माइनस b फर्मुला cos A cos B plus sin A sin B minus इसमें sin A minus B को फॉर्मूला sin A minus B को फॉर्मूला sin A cos B minus cos A sin B यो भी आंसर sin A cos B minus cos A sin B अब इसमें फर्क भ्यालु राख्नु त cos 45 डिग्री भ्यालु कति cos 45 डिग्री को भ्यालु 1/√2 यो बनेको cos 27 प्लस यसमा पनि भ्यालु राख्यो 1/√2 sin 27 माइनस यसमा पनि 1/√2 cos 27 यो माइनस ले माइनस प्लस मल्टिप्लाई गरेर 1/√2 sin 27 डिग्री यसमा हामीले के गरेको हो त जहाँ जहाँ 45 डिग्री को भ्यालु छ त्यहाँ त्यहाँ हामीले के गरेको छ त 45 डिग्री को भ्यालु राखेको छ अब यहाँ हेर्नुस् यसमा म्याच गरिरहेको छ यो 1/√2 cos 27 डिग्री 1/√2 cos 27 डिग्री प्लस र माइनस मा क्यान्सल भइहाल्छ यो र यो पनि सेम छ भने यो एउटा भने दुईटा भइहाल्यो यो बन्छ 2 1/√2 sin 27 डिग्री दुईटा जस्तैमा a plus a भनेको 2a गरे जस्तै के अब हामीले के गर्नुस् यो 2 भनेको √2 मल्टिप्लाई √2 बाइ √2 इन्टु sin 27 डिग्री यो कसरी 2 भनेको के हेर्नुस् त 2 भनेको यसलाई हामीले √4 लेख्न मिल्छ √4 अनि यो √4 भनेको 2 इन्टु 2 लेख्न मिल्छ यसलाई सेपरेट गरिदियो भने √2 मल्टिप्लाई √2 भइहाल्छ त्यसैमा यो 2 लाई √2 मल्टिप्लाई √2 लेख्न मिल्यो अनि यो √2 र √2 क्यान्सल इज इक्वल टु √2 sin 27 डिग्री जुन हामीसँग RHS मा प्रुभ गर्नु थियो इज इक्वल टु RHS प्रुभ थ्यांक यू